पहिला उ गरियो अहिले हामीले के अमेरिकानो बनाउन लागेको पानीबाट निस्किन्छ रहेछ जस्तो लाग्छ हाम्रो वहाँ सानो मेसिनको त्यसरी आउँछ है माथिबाट निस्किन्छ के हो डाइल्युसन के हुन्छ त्यसले त्यो रक्सी बनाउने तरिका खै हो त्यस्तै espresso main coffee हो त्यो कफीमा चाहिँ अब दुध कफी भन्ने मेन कफी भन्छ 3 देखि 5 कप अमेरिकानो 3 देखि 5 कप चाहिँ एकदम कहिले काहीँ 3-4 कपै खाइने त्यो न अलि खरो जस्तो लाग्दै गर्दा मलाई चाहिँ हिजोको भिडियो हेऱ्यो बाबु मेरो बाटो पारीको फुल द फ्लावर एक्रस द रोड भाइको भिडियो नि त्यस्तै गर्नु वाउ बल्ल पाम झुमेर जस्तो देखियो क्या पर्फेक्सन छ यार कडक छ भाइलाई भाइको नाम के अरे मेरो नाम कृष्ण थापा ए खुसी लाग्यो भाइसँग कति वर्ष अहिले 11 वर्ष दाइले इन्ट्रोडक्सन दिनु पर्यो कफी दिएको लागि ल हल्का दिइदियो नि त ल अहिले 11 वर्ष भयो अनि अब स्टार्टिङमा चाहिँ आफैले पनि ट्रेनिङ लिएर अनि त्यसपछि विभिन्न ठाउँमा काम गर्दै अनि कामले काम सुरु गरेर चाहिँ आफ्नै एउटा कफी सपको एउटा इच्छा थियो अनि त्यो पनि पुरा हुँदै गयो त्यसपछि फेरि अब काम बढाउनलाई चाहिँ फेरि अब मार्केटको डिमान्ड त्यसपछि आफ्नो स्किल बढाउँदै जाँदाखेरि चाहिँ अहिले चाहिँ रोस्टरी भएको काम गरिरहेको छु कफी कम्पनी छ प्रोडक्सन लाइनतिर पनि काम गरिरहेको छु प्रदान पनि त्यो उत्पादनमा पनि है आफूहरूको फार्मै बनाएको है काम पनि छ है अनि म चाहिँ विभिन्न खालको कफी कम्पिटिसन गएर फर्स्ट सेकेन्ड थर्ड पनि गर्छु त्यो पछाडिको सर्टिफिकेटहरू के हो त्यो प्रमाणपत्रहरू जस्तो छ यो चाहिँ पहिला पोखरामा 2017 मा चाहिँ सेकेन्ड भएको थिएँ कम्पिटिसनमा त्यस्तै चितवनमा चाहिँ फेरि थर्ड भएको थिएँ अनि काठमाडौँमा चाहिँ फर्स्ट भएको चाहिँ हाम्रो यो नट्टी कोको अनि डार्क चक्लेट एक कोकोको फ्लेभर नै आउँछ डार्क चक्लेटको पनि आउँछ त्यसै खाइसकेपछि जिब्रो बस्ने स्वाद अहिले हामीले यही कफी खाइरहेको हजुर यो खाइसकेपछि छोड्ने स्वाद चाहिँ यसलाई टेस्ट नोट अथवा आफ्टर टेस्ट भन्नु भनिन्छ कि पछि छोड्नु कि खाइसकेपछिको छोड्ने स्वाद कफीमा चाहिँ अब सुँघ्दा एउटा बास्ना आउँछ खाँदा अर्को खालको एउटा टेस्ट आउँछ र खाइसकेपछि जिरोमा चाहिँ अर्को एउटा फ्लेभर छोइरहेको यो चाहिँ मेरो यो थाइल्यान्ड ब्याङ्ककमा पनि ट्रेनिङ गरियो चाइनामा भाइको सक प्यासन पनि त्यति तिम्रो चाहिँ कसरी अगाडि बढ्ने भन्ने खालको तिमीले गर्दाखेरि आफ्नो जसले गर्दाखेरि उत्पादन अहिले कस्तो भइरहेको छ
पहिलाको भन्दा अहिले कस्तो छ मान्छेहरू जस्तै फार्मर्सहरूमा कतिको इन्थुजियास्टिक धेरै जस्तो ठाउँमा चाहिँ अलिकति प्रोडक्सनमै लागौँ भनेको चाहिँ माहौल छ कफी कल्चर बढेको हुनाले कफीको चाहिँ अब यो विभिन्न ठाउँमा चाहिँ कफी सहकारी भन्ने हुन्छ जहाँ चाहिँ कफी कलेक्सन गर्ने अनि त्यही चाहिँ फार्मरले चाहिँ आफ्नो घरमा फलेको एक दुईवटा बिरुवा हुन्छ त्यसको पनि त्यही गरेर चाहिँ मार्केट उत्पादन अनि यो जुन खपत हुन्छ नि हामी यहीँ कन्टिन्यू गरेर पोखरा काठमाडौँ चाहिँ यहीँ हामी विदेशतिर एक्सपोर्ट गर्न सक्ने कस्तो विदेशतिर पनि एक्सपोर्ट भइरहेछ स्मल लटमा र अन्तर्राष्ट्रिय बजारमा चाहिँ हाम्रो कफीको डिमान्ड चाहिँ राम्रो छ राम्रो छ राम्रो छ